नान सेवल सेवा सेवारो हजुर सम्पूर्णलाई एकदमै धेरै स्वागत गर्न चाहन्छौँ हाम्रो युट्युब च्यानल जेनिल फ्यामिली युट्युब च्यानलमा। आशा छ हजुरहरू सबैजना एकदमै सन्चै हुनुहुन्छ। जेनिल फ्यामिलीलाई पनि ठिकै छ। लामो समयको अन्धार पछाडि न्युली पछाडि परिसकेका छन्। बिचमा धेरै नै ग्याप रह्यो अनि एक दुईवटा अगाडि भिडियोहरू आयो, त्यस पछाडि हामीले भिडियोहरू ल्याउन सकेनौँ। त्यसको लागि सबैभन्दा पहिला हजुरहरूसँग चाहिँ एकदमै धेरै क्षमा प्रार्थी छौँ, हामी क्षमा चाहन्छौँ। किनभने अघिल्लो भिडियोमा हामीले बाचा गरेको थियौँ कि दैनिक भिडियोहरू ल्याउनेछौँ भनेर, तर भिडियोहरू कन्टिन्यू गर्न सकेनौँ। त्यसको लागि हामीले क्षमा माग्दैछौँ हजुरहरू सम्पूर्णमा। अनि हामीले भन्नै कुरा, नछुटाउनु पर्ने कुरा के हो भने हजुरहरूले हाम्रो च्यानललाई सब्सक्राइब गरिदिनु होला, हजुरहरूको साथ सपोर्टमा एकदमै धेरै खाँचो छ हामीलाई। अनि जेनिल फ्यामिली युट्युब च्यानललाई हजुरहरूले सब्सक्राइब गर्न भने पक्कै पनि हाम्रो रिक्वेस्टलाई हजुरहरूले पक्कै पनि आशा छ स्वीकारिदिनुहुनेछ अनि सब्सक्राइब गरिदिनुहुनेछ। अनि भिडियोलाई लाइक कमेन्ट सेयर त पक्कै पनि गर्नुहुनेछ, यो हाम्रो आशा रहेको छ हजुरहरूप्रति। अनि यो बिचमा लामो समय ग्याप रह्यो, हामीले भिडियोलाई कन्टिन्यू गर्न सकेनौँ अनि हामी युट्युब च्यानललाई अगाडि बढाउन सकेको थिएनौँ। अब चाहिँ हामीले भिडियोहरू ल्याउनेछौँ अनि हामीलाई कतिसम्म अगाडि बढाउनु हुनेछ यो भने हजुरहरूको हातमा रहन्छ। अनि आज भने एकदमै धेरै घाम लागेको छ यता पनि। 4 दिन पछाडि हुस्सु लाग्दा आज चाहिँ घाम लागिरहेको छ। घाम थप्दै हामी चाहिँ मार्चाको चरालाई बनाइरहेको छौँ। यो मार्चाको चरा हो, यो चाहिँ हाम्रो पित्पानी कान्छी भनिन्छ। यसलाई रक्सी बनाउनुको लागि यो घिउ मानिन्छ। हामी चाहिँ ठ्याक्क खाजा खाएर अनि हामीले मार्चा बनाउँदै गर्दा स्टार्ट गरेको छौँ। अनि के भने हाम्रो छोरी जेनिलाको चाहिँ आज स्कुलको फर्स्ट डे थियो। अनि मैले भिडियो बिहानैबाट बनाउनु पर्यो भनेको थिएँ, तर पाइएन। कारण के हो भने अब कारण एकदम छिटो स्कुल जानुपर्ने भएको हुँदाखेरि चाहिँ तयार गर्नुपर्ने हुन्छ। उता खाजा पनि तयारी गर्नुपर्ने हुन्छ। त्यस कारणले गर्दाखेरि चाहिँ हामीलाई त्यो स्टार्ट गर्न टाइम मिलेन भनौँ न। अनि त्यही हो, बिहानबाटै मैले छोरीको फर्स्ट डे पनि यसो मेमोरीको लागि राखौँ न त भनेर सोचेको थिएँ, तर त्यो हुन सकेन। अनि ऊ आएको त म पक्कै पनि भिडियो बनाउने कोसिस गर्छु। अनि आज फर्स्ट डे भएकोले बिहान एकदमै हतार भयो। अनि यहाँबाट घरबाट हामी 7:30 बजी निस्किसक्नुपर्ने हुन्छ स्कुलको लागि। अनि 8 बजी त बस आइपुग्छ, रोडसम्म जानको लागि आधी घन्टा लाग्छ। त्यसको लागि मैले बिहान रेडी गर्नुपर्ने हुन्छ। अनि बिहान एकदमै हतार हुन्छ कि सो। अनि उसको दादा जेनिल पनि सानै छ नि त, अनि जेनिलालाई रेडी गर्दाखेरि बिहान एकदमै गाह्रो भयो। अनि भिडियो पनि भिडियोलाई पनि कसरी कन्टिन्यू गर्ने नगर्ने कन्फ्युज भइरहेको थियो। अनि फेरि अहिले चाहिँ यतिखेर छोरी नहुँदाखेरि कस्तो खल्लो हुँदो रहेछ कि, सदा छोरीसँगै हुन्थ्यो यतिखेर। अनि के गरौँ त भनेर अब छोरीलाई एकदमै धेरै मिस हुँदो रहेछ कि। छोराको टाइममा पनि त्यस्तै भएको थियो, हामीले 2-3 दिन त बिहान खाना पनि खाएको थिएन। लगभग छोरा जेनिललाई चाहिँ स्कुल जाँदाखेरि मलाई एकदमै गाह्रो भएको थियो। मैले 1 हप्तासम्म चाहिँ एकदम दैनिक चलाउनलाई गाह्रो भएको थियो। तर छोरीको साँच्चै भनौँ भने खाना पनि बिहानको पकाएर खाएको थिएनौँ। अनि अहिलेको स्थिति पनि छोरी जाँदा फर्स्ट टाइम स्कुल जाँदाखेरि एकदमै खल्लो भइरहेछ कि। अलिकति खल्लै चाहिँ भएको छ, तर त्यति साह्रो गाह्रो चाहिँ भएको छैन त्यो। अनि हामी के गर्ने त भन्दाखेरि भिडियो बनाउँ न त भनेर चाहिँ हामी भिडियो बनाउँदैछौँ। अनि अघिल्लो भिडियो हेर्नुभएको छ भने त सबैलाई थाहा नै छ होइन, अघिल्लो भिडियो जसले हेर्नुभएको छ मेरो श्रीमान हेर्न सक्नुहुन्न भनेर। अनि त्यही कारण पनि अब उहाँलाई चाहिँ दिन बिताउन गाह्रो हुन्छ नि त। अरू बेला त छोरी हुन्थ्यो, अनि छोरीसँग खेल्दै ओर्दै पनि दिन बितिहाल्थ्यो। अनि आज त अब छोरी पनि छैन। अनि हामीले खाजा खायौँ। मलाई पनि कस्तो खल्लो त्यो हुन्छ नि, फिक्का लागिरहेछ कि फिक्का। अनि त्यही भएर पनि टेन्सन पनि भइरहेछ, बोक्खौला कि भन्ने एउटा फिल हुँदो रहेछ। अनि त्यो फिललाई पनि अब सम्झँदै गर्दाखेरि सुन्न लागिरहेको रहेछ। अनि साँच्चीकै आमा बुवा बनिनु एकदमै धेरै गाह्रो रहेछ क्या। अनि
त्यही हो, मैले पनि मेरो छोराछोरी भइकन मेरो आमा बुवाको महत्त्व बुझ्दैछु होइन। बुझ्न त बुझिरहेको भइन्छ, तर अझ बढी नजिकबाट आमा बुवालाई चिन्ने मौका यतिखेर हुँदो रहेछ कि। अनि आज दिनभरि हाम्रो चिन्तामै बित्नेछ, छोरी कतिखेर फर्किन्छ छोराछोरी भनेर नै लाग्छ मलाई। अनि त्यही हो, हाम्रो दिनको सुरुवात अब बिहानैबाट भइसकेको छ, हामीले सेयर गरिहाल्यौँ छोरासँग। अब दिनमा चाहिँ के हुँदैछ त भनेर हेर्नको लागि चाहिँ सबै हाम्रो क्रियाकलापलाई चाहिँ तपाईँहरू मञ्च राख्दै जान्छौँ। तपाईँहरूले साथ सपोर्ट माया हौसला प्रेरणा सबै दिनुहुन्छ भन्ने आशाका साथमा यो भिडियोलाई चाहिँ निर्माण गर्दै हुनुहुन्छ हाम्रो श्रीमती जुले। अनि साथमा बसेर मैले पनि राम्रो भए पनि नभए पनि बोल्ने प्रयास गरिरहेको छु। हजुरहरूलाई कस्तो लाग्छ कृपया कमेन्ट गर्नु होला। अनि बेल आइकनको घन्टीलाई दबाइदिनु होला है त दाजुहरू। अनि यही हो, हाम्रो दिन कसरी व्यतीत हुँदैछ भनेर हेर्न नबिर्सिनु होला। अब हामी तपाईँहरूलाई हामीले गरेको क्रियाकलापहरूको बारेमा चाहिँ सबै दैनिकी रूपमा राख्ने प्रयास गर्नेछौँ होइन। अनि तपाईँहरूले पनि अब साथ दिनुहुन्छ भन्ने चाहिँ आशा चाहिँ एकदम राखेका छौँ, सङ्घातहरू राख्नेछौँ। आज के हुँदैछ भनेर चाहिँ हजुरहरूले भिडियो अन्तिमसम्म हेर्नु होला। आज विशेष त्यही केही पनि होइन, तर पनि हामीले दिनलाई व्यतीत गर्ने होइन, मन साँच्चै भनौँ भने आज हामीले मन भुलाउनकै लागि भए पनि भिडियो बनाउँदैछौँ कि। कति धेरै त्यो सबैलाई हुन्छ होइन, हुन त आज मेरो छोरा के गर्यो होला, छोरी के गर्यो होला भन्ने, तर हामीलाई पनि आज त्यस्तै भइरहेछ कि कतिखेर आइपुग्छ होला, कतिखेर 4 बज्छ, 4 बजी 4:30 5 बज्छ उनीहरूको बस आइपुग्दाखेरि त। तर यहाँबाट म 4 बजी नै उनीहरूलाई रिसिभ गर्न चाहिँ जानुपर्ने हुन्छ नि त। अनि कतिखेर 4 बज्छ त्यस्तो भइरहेछ कि। अहिले म पुऱ्याएर आएको, अहिले 10 10:30 भइसकेको छ। अनि यो सानो टाइममा नानीको होइन, तोते बोली अनि त्यो क्रियाकलापहरू सम्झिँदाखेरि त अब छेउमै राखौँ जस्तो लाग्छ, तर अलिकति सिक्यालिनु पर्ने हुन्छ। अनि 2-3 घन्टा भइसक्यो उ गएको, तर मलाई चाहिँ लागिरहेछ पुरा दिन बितिसक्यो जस्तो लागिरहेछ कि। एकदमै लामो बिस्तारै समय कटेको जस्तो भइरहेछ। अनि कतिखेर उनीहरू आइपुग्छ जस्तो मात्रै लागिरहेछ कि। छोरी बा लड्यो कि होइन, बा कसैले कुटिदियो, त्यो हुन्छ नि एक प्रकारको डरहरू, त्यस्तो भइरहेछ। अब हामीले दिन बिताउनको लागि, मन भुलाउनको लागि भिडियो बनाउँदैछौँ एक त। अनि अर्को त के हो भने मलाई भिडियो बनाउन एकदमै धेरै लाज लाग्छ कि। मान्छेहरूको छेउमा क्यामेरा निकालेर, मोबाइल अगाडि निकालेर भिडियो बनाउन एकदमै धेरै लाज लाग्छ। अनि अस्तिबाट उहाँले फोकस गरिरहनु भएको थियो भिडियो बनाऊ भनेर। बिसाउँदा गर्दा जस्तै उहाँको एउटा भनौँ न साइज जुरेको छ, सायद हेर्दा साइज जुरेको छ। साइज जुर्दा अब यसलाई एडिटिङ गर्दाखेरि उहाँलाई एडिटिङ गर्नको लागि जब हुन्छ एडिटिङ चाहिँ अब उहाँलाई नमाने पनि म बिर्ती गर्छु एडिटिङ गरेर। त्यसलाई हामी तपाईँहरू समक्ष ल्याउने प्रयास गर्नेछौँ। अनि त्यही हो, भिडियो हेर्दै गर्नु होला, भिडियो अन्त्यसम्म हेरिदिनु होला। किन भनिहालेको छौँ, हामीले च्यानललाई सब्सक्राइब गर्न भने चाहिँ नबिर्सिनु होला है त। सबै साथीहरूलाई हाम्रो युट्युब च्यानलमा चाहिँ स्वागत गर्न चाहन्छौँ हामी। तपाईँहरूको मायाले हाम्रो लागि अघि बढ्ने एउटा बाटो बाटो हुनेछ। बन्नेछ। दुनियाँमा कसैको यस्तो बाबा देख्नु भएको छ? धेरै हुन्छ हुन त आफ्नो छोराछोरीलाई चाहिँ कसको बाबा आमालाई चाहिँ माया लाग्दैन होला र, तर यहाँनिर हालत त्यस्तो छ। यस्तो छ छोरीलाई आज चाहिँ हामीले खाना खाएनौँ नि त, खाना बनाएनौँ। अनि खाजा पनि बिहान ढिलो भयो खानको लागि, अनि ढिलो खायौँ खाजा। अनि भोकै लागेको छैन, तैपनि खानु त पर्यो। हामीले चाहिँ चटपटी खाएको। यहाँ माथि रोडमा छौँ हामी चाहिँ, घरदेखि माथितिर। तल किचनमा चाहिँ मम्मी हुनुहुन्छ।
अनि मेरो सासू मम्मी अनि मम्मी पनि चटपटे नै खानुहुन्छ। मम्मीको पनि चटपटे एकदमै बेस्ट हो नि त, फेभरेट हो। अनि हामी सबैको फेभरेट चटपटे नै रहेको छ। त्यस कारणले हामीले आज चाहिँ खाना स्वरूप भने पनि खाजा स्वरूप भने चटपटे नै खाँदैछ। यहाँ चाहिँ यो हामी विशेष बाटोमा बस्नुको कारण चाहिँ के हो भने म चित्रा बुन्दैछु यो आमाको बाख्राको खोरको लागि। अनि त्यसपछि त्यो बाटो चाहिँ हाम्रो पानी नगिर्नु भन्छ, पानी नगिर्नु यहाँ चाहिँ। अनि म चाहिँ घरकोपट्टि बसेर बाटोमा बसेर चित्रा बनाउनलाई रेडी गर्दैछु। हाम्रो श्रीमतीज्यूले चाहिँ चटपटे ल्याएर लु खाने कि नखाने भन्नुभयो। अनि उसले चाहिँ खाने भनेर चाहिँ खाने गरेको हामी चाहिँ यहाँ बसेर मलाई किचनमा बसेर खानु मन को लागेको लागि नि त। चाहिँ अलिक अप्ठ्यारो भएछ। अनि साथीहरू कस्तो लाग्छ? अब चाहिँ म यतिखेर बारी आइसकेँ। बारी अब यहाँनिर किन आएको भने चाहिँ यतिखेर हाम्रोतिर चाहिँ ठ्याक्कै कोपी रोप्ने सिजन भइरहेछ नि त। अनि कोपी रोप्नुपर्ने हुन्छ। कोपी रोप्नको लागि बारी आएको छु। अनि अस्ति रोपेको कोपीहरू सबै सुकिरहेछ। त्यो कोपीहरूलाई पानी पनि लगाउनुपर्ने छ आज त। अनि 4 बजेपछि त छुट्टी लिन जानुपर्ने हुन्छ छोरा र छोरीलाई रिसिभ गर्नको लागि। अनि त्योभन्दा अगाडि नै मैले चाहिँ आधी कति सक्छु थाहा छैन, त्यति चाहिँ रोपेर कोपी रोपेर कति सकिन्छ त्यति रोपेर
अब चाहिँ साँझ परिसक्यो, पुरा कुहिरो पनि लाग्न सक्यो। दिनभर त कति धेरै घाम लागेको थियो आज त, एकदमै तातो दिन भएको थियो। अनि म चाहिँ खाजासाजा खाइसकेँ। अनि खाजासाजा खाएर पनि टेकुले बनाउनु भएको थियो नि त खाजा, अनि खाजा खाएँ। अनि चिया खाएर चाहिँ म छोरालाई स्कुल ल्याउन जाँदैछु। अरू टाइममा हामी अरू बेला चाहिँ खाजा दिउँसो खासै खाँदैनौँ, त्यही बिहान खाना नखाएको बेलामा मात्रै खाजा खाने हो। अनि अहिले पनि टेकुले चाम्रे माम बनाउनु भएछ, अनि त्यो खाएर चाहिँ म छोरीलाई स्कुल ल्याउन जाँदैछु। अब छोरीको त फर्स्ट डे हो, मैले भनि गएको छु होइन। अनि कतिखेर आइपुग्छ जस्तो भएको छ। अनि छोरीले घरमा हुँदा त अब खाइबस्छ नि त नानीहरूले। अनि स्कुल जाँदाखेरि आज कति धेरै भोक लागेको होला कि उसलाई, टेन्सन भइरहेछ। अनि म कुद्दै जाँदैछु। कुहिरो पनि कति धेरै लागेको छ अहिले चाहिँ। अनि यताको विशेषता भनेको एउटा कुहिरो लाग्नु पनि हो, यो हुस्सु लाग्नु पनि हो। कुहिरो भन्दा नि यसलाई हुस्सु भन्छ होला, हुस्सु लाग्नु पनि हो एउटा विशेषता चाहिँ। अनि त्यही हो। अनि दिनभरि मैले भिडियोहरू सबै गर्नु त पाइनँ, तर अब कतिपय गरेको भिडियोहरूलाई चाहिँ मैले भिडियो लिएको छु हजुरहरू समक्षमा। अब आउने दिनहरूमा पनि हामी ल्याउनेछौँ भिडियोहरू, यस्तो भिडियोहरू, दैनिक क्रियाकलापहरू। अनि त्यही हो, हेर्दै गर्नु होला हाम्रो च्यानललाई। यस्तो पसिना भएर छोरी ल्याउन आएको, बसमा रिसिभ गर्नु नपाएर स्कुलमा कस्तो भयो अरे भनिदेऊ त छोरी। हेलो गाइस, हेलो हेलो स्कुलमा कस्तो भयो? हेलो गाइस, हेलो हेलो गर्नु न त। स्कुलमा रोयो कि रोएन छोरी? छि नखानु न त्यो। रुनु भएन? आज स्कुलमा कस्तो भयो? तिरेकै पनि नरोको? ए अनि स्कुलमा पढ्यो कि खेल्यो? खेल्यो? ए खेलाउनु पो हुँदो रहेछ? ए अनि भोलि स्कुल जाने कि नजाने? कोसित जाने? कोसित जाने? खै दादा अनि खै सिमरा नान्टी? देखेँ मैले। कस्तो खाना नखाई छोरी के गर्यो होला भनेर टेन्सनले यस्तो पसिना भएर। के खानु भएको अरे? लु हिँड्नुहोस् न, हिँड्नुहोस् न। छोरी रोयो कि रोएन अरे स्कुलमा? मामको याद आएन? मामको याद आयो कि आएन स्कुलमा? बाबाको? हजुर चोरेर खाइदिउँ? कसलाई खाइदिनु हौ? बाबालाई चोरेर खाइदिनु? बाबाको माया लाग्दैन? लाग्दैन। त्यसो भए बेचिदिन्छु ल बाबालाई। किन कराउनु हुन्छ? सुन न, बाबाले त के, सुन न यता सुन न, बाबाले त दिनभरि छोरीलाई कति याद गर्नुभएको, रुनु पनि भएको बाबा त। बाबासँग किन रिसाएको भनिदेऊ त, भनिदेऊ न किन रिसाएको? अनि ए हाँस्दै थियो? त्यसमा माया लाग्दैन होइन त बाबाको? यो कुरा म बाबालाई भनिदिन्छु ल। चोरेर खाइदिने? हजुर काम लाग्छ? छोराछोरीलाई घर ल्याएँ। अनि त्यस पछाडि म चाहिँ बारी निस्किहालेँ। खाजाहरू बाबाले नै दिनुहुन्छ नि त, ट्रेनिङको बाबाले नै खाजाहरू चाहिँ दिनुहुन्छ। अनि म चाहिँ बारी निस्केको थिएँ। अनि पानी लाउनु धेरै थियो नि त कोपीलाई, रात परिसकेको थियो। अनि म मोबाइलको लाइट बालेर भए पनि काम चाहिँ गर्दै थिएँ। अनि पानीहरू पनि कम आउँछ नि त, हाम्रोतिर पानीहरू कम छ। अनि कोपी चाहिँ पुरै सुकिसकेको थियो कि, अस्तिको दिन रोपेको, हिजो रोपेकोहरू चाहिँ। अनि त्यो कोपीहरूमा चाहिँ मैले पानी लगाएँ। अनि कति धेरै पानी लाउनु बाँकी थियो। अनि रात पनि परिसकेको थियो। आजलाई चाहिँ यस्तै भयो भिडियो। थ्याङ्क यू फर वाचिङ।